ल एकछिनको ब्रेक पछि ब्याक अन द ट्र्याक। अब चाहिँ यहाँदेखि झन्डै झन्डै एन्डसम्म यस्तै छ। अब हामी त्यसपछि उताको ट्र्याकबाट हिँड्छौँ। हामी त्यहाँ मेन ग्रेन हेर्नको लागि त्यो एन्डसम्म आएको हो। अब लगभग आई थिङ्क इट्स समथिङ अराउन्ड 600-700 मिटर हुनुपर्ने हो डिस्टेन्स है। ट्यागिङ छैन यहाँ आएपछि, किनभने यो ठाउँहरू अझ बन्नै बाँकी छ। टोटल डिस्टेन्स 660.5 लेफ्ट। यो चाहिँ क्लिप नम्बर 510 रहेछ होइन। 660 TD 660 भनेपछि अघि 900 थियो भनेपछि अब यताबाट आएको 660 को हिसाब हुने गयो। यो कति छ 649। 600 मिटर अगाडि रहेछ भनौँ न मोटामोटी। सी यू अन द अदर साइड। अब हामी अर्को साइडबाट हिँड्छौँ, मेन साइडबाट। यहाँ धुलो होला, हिँडिरहेको हुन्छ। SOS को लागि यहाँ रहेछ टेलिफोन्सहरू। के छ त्यो फ्यान हो, एक्जस्ट। हो एन्ड देखिस, घामै देखिसक्यो होइन भाइ। यो त 1 किलोमिटरसम्म देखिन्छ सिधा खालि यताको बाटो। ल अब चाहिँ यो हामी लगभग उताको एन्डै देखिसकेको छ। हामी यता साइडबाट हिँडिरहेछौँ होइन। खोइ दुईजना मात्रै देखिरहेछ त। यहाँ खाल्टो छ है गाइस, प्ल्याङ्क राखेर चाहिँ तर लच्किँदो रहेछ यो। मेरो त मेमोरी पनि फुल भइसक्यो अघि नै होइन। कसमको लागि एक्जस्ट ठुलो एक्जस्ट भेन्ट्सहरू राखेको रहेछ होइन। त्यो हाम्रो हो। हावा कस्तो फ्रेस फिल भइरहेछ यहाँ क्या। बवाल ठुलो रहेछ नि त, 2.5 टनको रे एउटा। भनेपछि अघि नै हेर्दाखेरि त भनेपछि यो यसको ऊ पनि फ्यानको ब्लेड पनि लामै छ होइन। गाडीहरू सर्भिस गाडीहरू हिँड्दैछ। ब्याड बोय नम्बर गयो। ल जाउँ। ए पानीको क्या वाटर होस्, फायर होस् होइन। यो फायर होस् रहेछ भने के फायर हो, हाइड्रेन्ट लेखेको रहेछ होइन। ठिकै छ, यस्तो राखेछ, राम्रो गरेछ यार। यहीँ छ फायर हाइड्रेन्ट, ऊ यहीँ छ होइन, ऊ त्यहीँ छ। झन्डै टोटल 55वटा फायर हाइड्रेन्ट छ अरे है। आई थिङ्क टोटल भनेको एउटा लेनमा भने कि ओभरअल दुइटैतिर भने यसले भन्न चाहिँ होइन। त्यस्तो रहेछ गाइस। द कङ्क्रिट इज भेरी हार्ड नाउ। एउटा प्ल्याङ्क आयो है, यो त अलिक बलियै रहेछ, फलामको रहेछ क्या, सिलापरको। ल आई थिङ्क दिस इज इट। अब in 100 meters we are off the tunnel on the another side. टाइटानिक को शिप को घुमिरहे जस्तो छ। ल
ल वी आर एट द एन्ड अफ द टनल के भने अरे त्यो लाइटहरू छ नि अँ। लाइटहरू पोर्टलमा धेरै छ त्यसपछि यता स्पेसिङ बढ्दै अँ। आँखालाई त्यो के भन्छ त्यो भित्रको त्यो कालोलाई एडजस्ट गर्नु पर्यो नि we are nearly at the end of the tunnel and finally we have done 2.5 kilometers tunnel route हिँडेर पारी सम्झौँ यसो फोटोसोटो खिच्छु अनि फेरि अब हिँडेरै त हो नि अब यहाँ हामी कि गाडीमा जानु पऱ्यो एउटा समातेर यसो गर्न त हामी यो फायर आएछ हामी चाहिँ आउनु चाहिँ अहिले फ्रन्ट पोर्टलमा आइपुगेको छौँ होइन फ्रन्ट पोर्टलमा चाहिँ के छ भने यो अगाडिपट्टि लाइट्सहरू चाहिँ अलिक धेरै हालेको छ किनभने आँखालाई त्यो एडजस्ट हुनको लागि के यो लाइट्सहरू अनि जति टाढा टाढा गयो त्यसपछि लाइटको डिस्टेन्सहरू पनि इन्क्रिज हुँदै गएको छ होइन अर्को भनेको यहाँ दुर्घटना पर्दाखेरिको बटन थिच्नुपर्ने हुन्छ फायर पोर्टलहरू यो अब सरी फायर हाइड्रेन्टहरू होइन यो 55वटा मध्ये नम्बर 55 को रहेछ है त्यसको लागि चाहिँ के गर्नुपर्छ म्यानुअल कल पोइन्ट रहेछ यो माथिको प्रेस बटन त्यो बटनलाई पुस गर्यो भने उता कल जान्छ म्यानुअल्ली है उपकरणहरू यहाँ छ त्यसपछि ह्यान्डल चाहियो भने यो पाइपको होस रिल भन्छ यसलाई होइन होस रिललाई चाहिँ यहाँ छ र अब त्यसको लागि चाहिने अरू आगो निभाउने उपकरणहरू भनेको अब युटेन्सिल्सहरू होला क्या युटेन्सिल्स भन्नु आयो मलाई यसलाई चाहिने चिजहरू अब यसमा हालेको चाहिँ छैन अहिले इलेक्ट्रोनिक कनेक्सनहरू चाहिँ भन्छ कलको लागि र अलार्म लाइट्सको लागि होइन त्यो हुन्छ र ह्यान्डल पनि हेर्न मन लागेको छ कि म देखाइदिन्छु ह्यान्डल यस्तो हुन्छ फायरको ह्यान्डल यहाँ छ यसमा आएर होस त्यही भइहाल्यो होस यो भयो रिल यो भयो होइन नोजल हटाउने लिभरलाई तान्ने अनि त्यसपछि पानी निभाउने हो कति भारी छ अरे लगाइदिए ल कम्युनिकेसन बक्स ए फोनको लागि माइक्रोफोनको लागि डाइरेक्ट एकदम इमर्जेन्सी कम्युनिकेसन होइन माइक्रोफोन बक्स ओके नाइस ट्राफिक कन्ट्रोलरहरूले त्यही त सुरुमै यहाँ के भइरहेछ भनेर ल नियरली वी आर एट द एन्ड अफ द टनल है स्पिड चाहिँ पछि पनि 20 नै हो यहाँको अहिले तलबाट गइरहेछ अस्ति ए यहाँ टनलको पानी यताबाट फालेछ क्या अब यो पानीको कलर हेर्दा त्यही आइरहेको ड्रेन यता गरेको सुन न यो गाडीहरू कहाँ गइरहेछ ए मेन हाइवे ए त्यसलाई डाइभर्जन गरेको रहेछ अहिले म त त्यही त म कहाँ छिरियो भन्छु त ए यताबाट फेरि यतै निस्केर रोड टच गर्यो नाइस ल भनेपछि हामी थानकोटबाट तल